हेलो साथीहरू, नमस्कार अनि हार्दिक स्वागत छ आजको यो नयाँ भिडियोमा। आज हामी चाहिँ बारीमा चाहिँ फर्सीको साग टिप्नको लागि चाहिँ आउँदैछौँ साथीहरू। आजको भिडियो चाहिँ तपाईँहरूलाई मन पर्यो भने लाइक गर्नुहोला र यदि मेरो च्यानलमा चाहिँ जोडिनु भएको छैन भने च्यानलमा चाहिँ सब्सक्राइब गरेर चाहिँ जोडिनु होला साथीहरू है त। ल है साथीहरू, फर्सीको साग यसरी टिपिन्छ साथीहरू। यसले चाहिँ पम्पकिन सुट भन्छ के साथीहरू इङ्ग्लिसमा। यस्तो राम्रो छ कि हाम्रो बारीमा चाहिँ यस्तो फर्सीको सागहरू, तर धेरै त बोके झार छ साथीहरू। बारीमा त पुरै चाहिँ के छ भन्दाखेरिमा बोके झार छ साथीहरू। अनि चाहिँ वरिपरि चाहिँ सबै कागतीको बिरुवा छ साथीहरू। कागती लगाइएको छ। अब कागती चाहिँ अर्को वर्षदेखि फल्ने भन्ने कुरा छ साथीहरू। यो साल चाहिँ खासै फलेन, अर्को साल चाहिँ मजाले फल्ने अरे। यो कागतीको बुटा हो साथीहरू। भित्र त फलेकै छ के अरे, तर खासै देखाएको छैन, बाहिर चाहिँ फलिरहेको छ। त्यो राम्रो छ कि फर्सीको साग चाहिँ। हेर्नुहोस् त, राम्रो बन्यो है। देखाउँ त खै कस्तो राम्रो बन्यो। यस्तो राम्रो बन्यो साथीहरू। हेर्नुहोस् त, यस्तो राम्रो मिठो हुन्छ साथीहरू। अनि हाम्रो चाहिँ यता चाहिँ के छ भन्दाखेरिमा बोडा छ साथीहरू। भर्खरै मात्र चाहिँ यसरी बोडा लगाएको छ साथीहरू। यस्तो चाहिँ चट्ट यिनीहरूलाई ठाकुरो पनि यसरी टक्क चाहिँ पछिबाट दिएको साथीहरू। यस्तो छ साथीहरू हाम्रो बारीमा चाहिँ कागती। अनि त्यसपछि त्यस्तै गरी यो फर्सीको साग भयो। यो किसिमले चाहिँ यो खालको दृश्य चाहिँ हाम्रो बारीमा चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले। हेर्नुहोस् है, यस्तो छ कागतीहरू, कागतीको बुट्टाहरू। हेर्नुहोस्, पारीसम्म चाहिँ हाम्रो कागतीको बुट्टा छ साथीहरू। हेर्नुहोस्, यसरी चाहिँ लहरै हामीले कागती रोपिएको छ साथीहरू। अनि हेर्नुहोस् त, कागती फलिरहेछ साथीहरू मजाले। हेर्नुहोस्, टर्ल्याङ टुर्लुङ। हेर्नुहोस्, यहाँ हेर्नुहोस्, यहाँ चाहिँ एकदम बडाको चाहिँ फलिरहेछ। फुल्दै पनि छ, फल्दै पनि छ साथीहरू। हेर्नुहोस् है, यस्तो छ साथीहरू। राम्रो छ साथीहरू है। म हजुरलाई यहाँ घुमाउँछु साथीहरू। हेर्नुहोस्, हेर्नुहोस् त, यो कागज चाहिँ यसरी भएको रहेछ। कागज चाहिँ हेर्नुहोस् त, पुरा चाहिँ यस्तो भएको रहेछ साथीहरू। अनि गएर हाम्रो बारीमा चाहिँ अब कागतीको बुट्टाहरू यस्तै यस्तै छ कि साथीहरू। हेर्नुहोस्, यस्तो छ, फेरि कस्तो राम्रो फुलिरहेछ साथीहरू फर्सी। ल, हाम्रो चाहिँ आज साग टिप्ने कार्यक्रम यति नै साथीहरू। हेर्नुहोस्, साग टिपेको छ साथीहरू है। यस्तो छ साथीहरू। हेर्नुहोस्, पम्पकिन सुट यस्तो छ है साथीहरू। अनि यहाँ चाहिँ हाम्रो भर्खरै मात्र चाहिँ यो बन्दको चाहिँ बिरुवा हो साथीहरू। यस्तो छ साथीहरू, एकदम राम्रो हुर्किरहेछ साथीहरू। हेर्नुहोस् त, यस्तो गजब चाहिँ बन्दको बिरुवा चाहिँ हुर्किरहेछ साथीहरू।
साथीहरू हेर्नुहोस् सुन्तला हेर्नुहोस् साथीहरू कस्तो राम्रो तरिकाले चाहिँ सुन्तला फलिरहेको छ हेर्नुहोस् यस्तो राम्रो तरिकाले चाहिँ सुन्तला चाहिँ लत्रममा चाहिँ फलिरहेको छ साथीहरू हेर्नुहोस् त झुप्प झुप्प भएर फलिरहेको छ साथीहरू है त